हेलो गाइज, वेलकम टु माई हाम्रो युट्युब च्यानलमा सबैजनालाई वेलकम छ। सो आज भनेको चाहिँ है म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ सेन्दाईबाट टोकियो होइन, टोकियोबाट फेरि भोलि चिबासम्म हाम्रो यात्रा हुन्छ। सो आजको ब्लग तपाईँहरूलाई के कस्तो लाग्छ? सुन खेमराज युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्दै भिडियोमा कन्टिन्यू रहनु होला है त गाइज। अब भनेको एकैचोटि एकीमा पुगेको ब्लग आउनेछ है त, ब्लगमा कन्टिन्यू गर्नु होला। आजको ब्लग बब्बाले बन्नेछ है त गाइज। ल गाइज है, म चाहिँ अब यहाँ ओमाची निसिकोनमा आइपुगेँ। यताको माहौल भनेको चाहिँ यस्तो देखिएको छ भनेको, यताबाट चाहिँ म सेन्दाई एकीसम्म जान्छु फाइनली टक्क लाएर है। यहाँबाट सेन्दाई एकीमा गएर चाहिँ हाम्रो के भन्छ मुक्तिलाई भेटेर त्यहाँबाट मुक्ति र मसँगै अब आज भनेको फर्स्ट टाइम सिनखानसेन चढेर चाहिँ जानुपर्ने हुन्छ टोकियोसम्म है। टोकियोसम्मको यात्रा आजको के कस्तो हुन्छ लेट्स सी, हेरिदिउँ। आजको ब्लगमा तपाईँहरू कन्टिन्यू रहनु होला है त गाइस। म भनेको अहिले ओमाची निसिकोएन, मेरो रुमबाट नजिकैको कोएनमा रहेको यो एकीबाट म सेन्दाई एकी हुँदै टोकियोसम्मको माहौलमा जाँदैछु फाइनली है त गाइस। फर्स्ट टाइम सिनखानसेन चढेर चाहिँ फर्स्ट टाइम जाने गरेछु। सो आजको ब्लग तपाईँहरूलाई के कस्तो लाग्छ? च्यानलमा नयाँ हुन्छ भने च्यानललाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्दै भिडियोमा कन्टिन्यू गर्नु होला है त गाइस। टक्क लाएर यहाँबाट त 9:22 पो आउने रहेछ ट्रेन, त ढिलो हुने भयो नि त। उता मुक्ति आइसक्यो होला है फाइनली। टक्क लाएर म यता आइपुगेछु, बोलाउँदैछ त्यहाँ मलाई, झ्यालमा बस्न गएको अरे पर। फुजिसान हेर्न म चाहिँ यता बसिरहेको छु, म नि झ्यालपट्टि नै बसेको छु। लेट्स सी, हेर्दै है। आज हामी जाँदैछौँ खाली नै त होला होइन यो? कस्तो यो पछाडि साथमा? पछाडि अगाडि सबै भनेर रहेछ। लेट्स सी, अब हेर्छौँ है। म चाहिँ सिनखानसेनमा फर्स्ट टाइम चढ्दैछु। सेन्दाईबाट टोकियोसम्म नै त हाम्रो यात्रा भनेको टप्प लाएर हामी बसिरहेको छौँ। म यता झ्यालपट्टि, त्यो त्यता झ्यालपट्टि बसेर डक्क जाने। अब सिनखानसेनमा कति घन्टा लाग्छ थाहा छैन, आइडन्ट नो। 1 घन्टा होला, 2 घन्टा हो कि 2 घन्टा जस्तो लाग्छ। लगाइछ यस्तो छ अब सिनखानसेनको। लगाइछ हामी चाहिँ फाइनल अहिले भनेको फुकुसिमा आइसक्यो। कति टाइम लाग्छ राम्रो त पो, अझै 1.5 घन्टा लाग्छ होला माटोमा। फुकुसिमा कालो अन्धकार, खाली खाली छ यार सबै सिटहरू, कोही छैन मान्छे, आधी छ। खाली पुरै आधी ल्याएको छैन। गफ गर्नु त पाउँछ होला नि त। पढ्दैछ कति नै खान्छ, पढ्न जान्ने जस्तो नि। नाटक हेर यसको नाटक। कति पढेको
मैं त अनि अब अलि पास हुने भनेको यहाँ त खाइसकेर चाहिँ के हो पार्किङ हो फुकुसीमा पनि ठुलै छ कि के हो ठुलै छ कि के सिटी गर्नु होटल राउन्ड टिन डेज लगायत हामी चाहिँ फुकुसीमा आइसक्यौँ अब 1.5 घन्टामा टोकियो पुग्छौँ लगायत हामी चाहिँ यता टोकियोको युएनए पार्कतिर आइसकेका छौँ फाइनली है अनि खास चाहिँ हाम्रो सिनखानसेनको टिकट चाहिँ हाम्रो टोकियो स्टेसनसम्मको थियो त्यही पनि हामी चाहिँ युएनए पार्कमा चाहिँ झरेर यस्तो पार्कतिर हेर्छौँ न त के छ यहाँको माहौलहरू भनेर हामी चाहिँ यता आइसकेका छौँ लेट्स सी देख्न सक्नुहुन्छ यहाँको भ्यूहरू चाहिँ है मान्छेहरूको चहलपहलहरू चाहिँ मनकै छ अब टोकियोमा बाक्लो बस्ती भिडभाड धेरै भएको ठाउँ त्यही भएर यो खोल्दाखल्दीमा पनि मान्छेहरूको भिडभाड एकदमै माहौलहरू चाहिँ बब्बालै छ है त गाइस यता हाम्रो मुक्ति छ तर गर्मी भयो लास्टै यता त लास्टै भुती पोल्ने बनाउने रहेछ यार देख्न सक्नुहुन्छ है त टुरिस्ट एरियाहरू रहेछ कुहिरेहरू मात्र छ त प्राय प्राय है हामी चाहिँ अब उताबाट आयो नि त चेन्नईमा त अहिले त यो दिउँसो मध्य दिउँसो पनि गर्मी नै टाइम हो खास चाहिँ त्यही भएर हुडीसुडी लाएर आएको यहाँ तक मुजी घाम लागेर हो टन्टालापुर घाम लागेको छ नाचिने पत्ती पोल्ने मुजी छाला फुटाइसक्यो घाम आउने लेट्स सी द भ्यू गाई है यो चाहिँ पार्कभित्र चाहिँ यसो माहौलहरू हल्का फुल्का शीतल खालकै ठाउँहरू रहेछ लेट्स सी देख्न सक्नुहुन्छ आजको ब्लग कोवन पार्कबाट रहेको छ है त टोकियोको ल गाइस ब्लगमा कन्टिन्यू रहनु होला च्यानल हाम्रो टुडे च्यानल नयाँ च्यानललाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्दै अगाडि बढ्नु होला लेट्स सी अगाडिको भ्यूहरू के देखिन्छ म खिच्दै हिँड्नेछु यता नदीको पार्क चाहिँ है अब यहाँ कन्टिन्यूतिर गएर चिसो नखाएर त मरिन्छ हामीमा बाँचिँदैन कहाँ चेन्नईमा हिउँ पर्ने ठाउँमा बसेको मान्छे यहाँ त अनि अहिले नै घाम लागेर नटोक्ने तातो छाला चाकाबाट पसिना निकालिहाल्यो त लेट्स द भ्यू गाइज है यता भनेको भ्यू चाहिँ यस्तो छ यहाँ चाहिँ सानो सानो खोला खोलिरहेछ खास चाहिँ हामी टोकियोतिर गएर घुम्नुपर्ने हो जब टोकियोतिर लास्टै त हुन्छ गर्मी रहेछ सुन्दाखेरि धेरै गर्मी यार अहिले नै यस्तो गर्मी के है यस्तो गर्मी हुँदो रहेछ त भने अनि माथिने मरेन हामी गाडीको भ्यू लगाएछ है त देख्न सक्नुहुन्छ यता अलिको भ्यूहरू लेट चाहिँ यता भनेको हामीलाई देख्न सक्नुहुन्छ यसले पनि होडी खोलिसक्यो गर्मीबाट होडी यसले पनि खोलिसक्यो चेन्नईमा जाडाले मरे मर्छु क्या भन्ने मान्छे टोकियो आएको होडी खोलेर अब नाङ्गे हिँड्न बेर्छैन घरदेखि कस्तो लाज हो लुगा खोलेर नाङ्गे भएर नाङ्गे बसेको अब लाज हुन्छ यत्रको लाज हुनु म चाहिँ ब्ल्याक त बनाएर हिँडेँ प्लात्त दुध देखाएर हिँड्दा त लाज हुन्न है मुझे हामी भनेको उता जाने हो लेट्स सी द भ्यू अगाडिको भ्यूहरू देखाउँदै म जानेछु गाइस खासै अब यहाँको के पार्क अरे नामै बिर्सेँ उयो पार्कभित्रको माहौल चाहिँ अलिकति बवालै रहेछ राम्रा केटीहरू धेरै हिँड्दा रहेछ हामी चाहिँ नाचिक्ने हेर्दै तर्सिने डरलाग्दोहरू चाहिँ हामी उता देखिएको खासै अब साकुरा दोरी
भनेर चाहिँ यता नि अब साकुराको अब बोट नाम निशाना भनेको यहाँ रहेछ। त्यही भने साकुराको बोटहरू त फुलेर के भइसकेछ नि तपाईँले देख्न सक्नुहुन्छ है। हरियाली भइसकेछ तपाईँले त उता सिन्दैतिर चाहिँ भर्खर फुल्ने माहौलहरू चलिरहेको छ। उताको माहौल भनेको चाहिँ यता चाहिँ भर्खरै यता त हेर हरियो भइसकेछ। बोट बिरुवाहरू गर्मी लागेर सुरु भइसकेछ। यता अलिको माहौल एकदमै बब्बाल भइसकेको छ। अगाडिको भ्यूहरू दिन सक्नुहुन्छ। यता मलाई दिन सक्नुहुन्छ तपाईँहरूले टक्क लाएर है। हामी चाहिँ यो नाटक नै अब म चाहिँ मिलियन भ्युज आउँछ यो भिडियोमा आएर म्याचिङ लप्प बनाएर। अब यता हाम्रो मुक्तिले यस्तो भिडियो टक्क लाएर भन्छ। अब मेरो टक्क लाएर भने त ब्रान्ड बन्छ पछि यही भिडियो भाइरल भयो। हरियो एकदम माहौलहरू तातेर छ त अहिले चाहिँ। हामी कोन्मिनी जाउँ भनेको कोन्मिनी कता हो? चिसो पानी नखाए त चिसो जुस नखाए त फेरि नि यार घामले मरियो लास्टै गऱ्यो। अब हामी उता अघि आएको कताबाट लगाइस भिडियो पनि धेरै लामो नबनाऊ। तपाईँहरू पनि च्यानलमा नयाँ हुन्छ भने च्यानललाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्दै भिडियोमा अगाडि बढ्नु होला है त गाइस।